गुड मर्निङ खोइ न कसो अरे गुड मर्निङ हामी कहाँ जान आँटेको जाऊँ लेट्स गो चलो बेबी चलो हाम्रो हेर्नु न आमा यहाँ हेर्नु पत्ता आएगा यस्तो छ गाइस आमा रुखहरू पत्ता यो मिन्जुले बटुलेको अहिले हजुर हजुर रुखै रुख छ पत्ता हजुर अब लड्नु हुन्छ है मस्किँदै हिँड्दाखेरि फेरि बेबी लाग्नु भयो दुध ल्याउनु दुध त ल्याएर म पो खान्छु त हैन बेबी दुध ल्याएर कसले खानुहुन्छ बेबीले नि कि आमाले आमाले हैन मैले आयो अरे बेबी को आयो अरे हाम्रो घर को आयो हाम्रो घर को आयो अरे के भयो अरे बेबी के भयो अरे हजुर के अरे ए भगवान अरे लु दुध त छैन अरे बेबीले खायो अरे तपाईँ जस्तै बेबीले उही म त के जा खाएको कि के ला ए भगवान भन्नु हाम्रोमै छ भन्नु न ए भगवान बेबीले बुबु खान पाएन है गाइस आन्टी घर जाने कि आन्टी घर जाने त्यो बटुका यहाँ राख्नु नि जानु हो त राख्नु हो त यहाँ आऊ यहाँ राख्नु न आउनु चलो चलो भन्नु चलो चलो गाइस बेबीको दुध चाहिँ आज गाईको बच्चाले खानु भयो अरे हैन बेबी जस्तो सानो हुन्छ नि त गाईको पनि बेबी हैन नि बेबी त ए भगवान अरे आमा कति साह्रो मोटी लुगा छ त्यस्तै हजुर के भन्नुहुन्छ पुची हजुर टोपी आन्टी त साह्रो पो गला त आन्टी त साँच्चै आन्टी भन त के हौ बेबी यहाँ डगी देखेर डराउनु हुँदैछ आन्टी भन त छैन होला मोमा मात्रै छ ऊ आन्टी छैन हो अन्त चारोमा गयो बोजू मात्रै छ बोजू के गर्दैछ बोजू के गर्नुभएको फोहोर ए छैन आन्टी छैन अरे लु जाउँ आउनु घर जाउँ ल घर जाउँ ल गएको भन्नु न गएको मोमा भन न कसो अरे आमा ज्ञानी बच्चा बेबी यता हेर्नु न हाम्रो गाउँ देखाइदिउँ हाम्रो गाउँ कति राम्रो छ हाम्रो गाउँ वा हजुर घरमै हुनुहुन्छ त म पनि चार अब जानु होला भन्दै भनेको त तपाईँ हौ बेबी जानु भएको लु जान बाई बाई घर चिन्नुहुन्छ घर बेबी कहाँ जानु भएको आज दुध छैन यस्तो घरमा रुख भएको चाहिँ राम्रो कि नराम्रो गाइस राम्रो पनि नराम्रो पनि हैन आम्मामा यस्तरी कसम यस्तो अत्तु बनाउँछ कि हेर्नु न हालत यहाँ उफ कहिल्यै सफा गर्छु भनेर नसकिने क्या भगवान हे कहाँ रे तू कसले काट्नुहुँदैछ घाँस यहाँ मिन्सुम दाजुले चाहिँ लुगा धुनु हुँदैछ स्कुलले लुगा छिटो गरे अहिले डुल्नु जानु पर्दैन नि जुन फुपूले यसमा भयो अरे मङ्गलबार लानु भन्दैछ यता हेर्न बेबी छिटो न त
ल हौ सबै लान्छ होला भगवान तिमीले अगाउन जाने खाएको छ मैले त्यहाँ त्यसलाई लामो बाँधेको नि त्यो भिड्छै भनेर बाँधेको त्यहाँनिर मिन्छौँ दाजुले लुगा धुनु हुँदैछ है गाई चिया मिल्छ भाइ बेबीले चाहिँ मलाई तान्दैछ है ए यसको त नाटक ए ओहो आए चट्टै भयो हात चट्टै भयो निको भयो दुख्दै थियो छिटो गर्न छिटो छिटो लु म म्याम बसाएको त म त सब्जी पकाउँछु अनि म्याम खानुपर्छ अनि पढ्ने भने पढ्ने होइन होइन डुल्ने भयो डुल्ने के अरे जुनु फुपू भनौँ न डुल्नु जाने भन्नु डुल्नु जाने हामी भन न म चाहिँ बैगुन खान्छु बेबी चाहिँ के खानु हुने अरे केसँग माम खानु हुने तपाईँ अन्डा अन्डा ए अन्डा बैगुन खाने अरे बेबीको अन्डा यहाँ छ पकाइदिनु लागेको म चाहिँ यो बैगुन अर्ग्यानिक बैगुन घरमै फलेको टमाटर पनि पाकिरहेको छ टमाटर टिप्नु पर्ने आमा बैगुन ए तपाईँ चाहिँ बैगुनसँग खाने ल गुड ए तपाईँ चाहिँ अन्डा र बैगुनै खाने ल ल आमा म कति माया गरेको नि ल ल ल अब टमाटर टिप्नु जाने ल अब टमाटर टिप्नु जानुपर्छ ल बारीमा ल के हालिदिनु चिची हालिदिउँ मा भन गाई चाहिँ हामी चाहिँ माम खाँदैछौँ घरमै हाम्रो फलेको बैगुन अर्ग्यानिक बैगुन मुलाको अचार टमाटरको अचार बेबीले यहाँ खानु हुँदैछ बेबी पनि बैगुन खानु हुने अरे ल खाएर देखाइदिनु त लु सानो पारिदिनु अन्डा आज चाहिँ हामीले दाल नबनाएकै गाई चाहिँ यत्तिकै खाँदैछौँ माम नि बेबी लु मिन्छौँले त मिन्छौँ र मेरो त उस्तै हो खुवाइ त अनि फिङ्गर चिप्स पनि छ त यहाँ साँच्चै अन्डा लाएर खाइस् ए बेबीले लाउनु भएको छ त म लाउँछु ल लु गाई चाहिँ हामी चाहिँ माम खाँदैछौँ लु खाइदिएर देखाइदिनु लु म पनि खान्छु माम अब त्यो बैगुन खानु मन लागिरहेको छ मलाई बैगुन गाई बैगुन हाम्रै फलेको यो चाहिँ तपाईँ पनि बैगुन खाएर देखाइदिनु त लु बेबी बैगुन खान्छु भनेर माग्नु भएको त लु खाएर देखाइदिनु न त बैगुन खाएर देखाइदिनु त लु गाईहरूलाई बैगुन र माम खानु न नि दामी छ ए यस्तो खाने हेर्नु क्वापै देख्नुभयो माम पनि खान्छु खानु न खानुभएको पिरो भयो नक्कल चाहिँ हो ल बाई गाई चाहिँ हामी माम खाएर माम खान्छौँ अब नि बाई 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 बाई